हाई गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको यो ब्लगमा चाहिँ धेरै धेरै स्वागत छ। सो आज पनि हामी चाहिँ नारायणी पुलमा चाहिँ घुम्न आएका छौँ गाइज। सो देख्न सक्नुहुन्छ मसँग चाहिँ एकजना दाइ हुनुहुन्छ। सो आज चाहिँ हामीले चाहिँ एकदम मस्त तरिकाले बोट देख्न सक्छौँ हामीले। बोट चाहिँ यहाँ छ गाइज। प्राइस चाहिँ कति पर्छ थाहा छैन चढ्नुको लागि। सो गाइज आज चाहिँ हामी चाहिँ पुरै खोलाको छेउमै नजिकै नदी किनारामा चाहिँ पुग्दैछौँ। हेर्दै गर्नु होला गाइज। सो गाइज हामीले जुन पनि देख्न सक्छौँ। सो गाइज अब चाहिँ हामी चाहिँ यहाँ चाहिँ माइन्ड फ्रेस गर्नलाई घुम्न आएको। सो माइन्ड फ्रेस पारिसकेपछि घरि चाहिँ थोरै पढ्नु पर्ने छ गाइज, थोरै रट्टा मार्नु पर्ने छ। सो बोट आइरहेको छ, हेर्ने भने गाइज हेर्ने हो, हेर्नुहोस् गाइज बोट। देख्न सक्नुहुन्छ बोट मस्त तरिकाले गइरहेछ। सो यो ठाउँको भिडभाड चाहिँ देख्न सक्नुहुन्छ यस्तो किसिमको छ। अनि दाइ चाहिँ एकदम बिन्दास तरिकाले हिँडिरहेछ, देख्न सक्नुहुन्छ। मान्छेको भिडभाड यस्तो छ गाइज। सो बिस्तारै पछि बिस्तारै चाहिँ म यो बोट पनि ट्राई गर्नेवाला छु गाइज। ओके सो गाइज यहाँ नारायण घाटमा चाहिँ मान्छेहरूले लास पनि जलाइरहेछ, देख्न सक्नुहुन्छ। अनि यता लास जलाइरहेछ भने यता चाहिँ एकदम बिन्दास तरिकाले बसिरहेछन् मान्छेहरू, एकदम मतलबै छैन, देख्न सक्नुहुन्छ। यता चाहिँ गीत गाइरहेछ। सो ढक्कलाई अहिले चाहिँ मसँग दाइ पनि हुनुहुन्छ। हेलो दाइ। ठिक छ? यस